गत हप्ता राजधानीको प्रज्ञा प्रतिष्ठानमा अलि फरक दृश्य देखियो। साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि दिने कार्यक्रममा सहभागी हुन आउने शुभेच्छकका माझ झमक घिमिरे साहित्य कला प्रतिष्ठान काठमाडौँ संयोजक अनिता लामाले झमकको मन्तव्य वाचन गरेर सुनाउँदा सभाहलको माहौल भावुक बनेको थियो। उनले आफूले औपचारिक शिक्षा कहिल्यै नलिएको तर माटो, प्रकृति र नेपाल पढेको बताइन्। मानार्थ विद्यावारिधि पाउँदा आफूले पनि मुलुकका लागि केही योगदान दिएको रहेछु भन्ने भान भएको उनको अनुभव छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालयले साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको हो। विश्वविद्यालयको गत जेठ 25 गते बसेको बैठकले साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको थियो। राजधानीमा आयोजित दीक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार घिमिरे नेपाली साहित्यमा अद्भुत प्रतिभा भएको व्यक्ति भएको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले साहित्यकार घिमिरेले जीवनको भोगाई, अनुभूति र समाजको यथार्थलाई साहित्यका माध्यमबाट राष्ट्रको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उनका कृतिहरूले सामाजिक र राष्ट्रिय जीवनका अनेकन मूल्य पद्धतिहरूलाई कलात्मक बान्तीमा बेरेका मात्र छैनन्, ती सार्वभौम र कालजयी बन्न पुगेका छन्। मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्रीले प्रमाणपत्र लिएर बजार भौतारिनु पर्ने भन्दा पनि प्रतिस्पर्धी जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्नेमा जोड दिनुभयो। झमक घिमिरे साहित्यकला प्रतिष्ठानले झमकलाई दिएको यो सम्मान समग्र नेपाली साहित्यका लागि महत्त्वपूर्ण भएको बताएको छ। हातखुट्टा नचल्ने, सिधा बस्न नसक्ने र पीडादायी बाल्यकालबाट हुर्कनु भएकी घिमिरे विक्रमसँग 2037 साल असार 21 गते धनकुटामा जन्मनु भएको हो। घिमिरे साहित्य यात्रामा लागेको 2 दशक भएको छ। सो अवधिमा उहाँका कविता, निबन्ध सङ्ग्रह लगायत 13 कृति प्रकाशन भइसकेको छ। निबन्धात्मक कृति जीवन काँडाकै फूल कृतिबाट उहाँले मदन पुरस्कार समेत प्राप्त गरिसक्नु भएको छ।